ज्योतिराज जोशी। तपाई अहिले हेर्दै हुनुहुन्छ दक्षिण कोरियाबाट सञ्चालित पहिलो अनलाइन टेलिभिजन नेपाली वेब टेलिभिजन। नमस्कार, कोरियाका नेपालीद्वारा सञ्चालित पहिलो अनलाइन टेलिभिजन नेपाली वेब टिभीमा स्वागत छ। म सन्दीप पाण्डे। धेरै दशकपछि हामी एउटा नयाँ कामको सुरुवात गरेका छौँ। नेपालका चर्चित सेलिब्रिटीहरूसँग र उनीहरूका वास्तविक अनुभव र तिनीहरूले देशलाई दिएको योगदानको विषयमा हामीले विभिन्न चरणमा कुराकानी गरिरहेका छौँ। त्यसैमध्येकै एक हस्ती जुन नेपाली सुगम सङ्गीतको आधुनिक मुभी प्लेब्याक सिङ्गर रजिना रिमाल। रजिनाजी, तपाईँलाई नेपाली वेब टिभीमा स्वागत गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। साङ्गीतिक दौरानको क्रममा कोरिया आउनुभएको छ, कस्तो फिल गरिरहनु भएको छ? अब यो हामी 2 दिनको ट्राभल भनौँ न, उता हामी सोमबार हिँडेको थियौँ नेपालबाट, काठमाडौँबाट भनौँ न, काठमाडौँबाट हङकङ ट्रान्जिट। र त्यो अलिकति लङ ट्राभल भएकोले टायर्ड त अभियसली छु। र अब अहिले पर्फर्मेन्स सके एकदमै भनौँ न खुसी लागेको छ, सेटिस्फाइड छु म। अब अडियन्सहरू पनि एकदमै राम्रो हुनुहुन्छ होइन। सो इभन अर्गनाइजर टिम सबैजना एकदमै फ्यामिलियर हुनुहुन्छ। सो मलाई त एकदम रमाइलो लागेको छ। एकदमै कोरियामा नेपालीहरूसँग तपाईँले दिनुभएको त्यो स्वर सबै नेपालीलाई मन्त्रमुक्त बनाउनु भएको छ। पक्कै पनि दर्शकहरू एकदमै रमाइरहनु भएको थियो, हामीले पनि त्यो देखिरहेका थियौँ। अलिकति साङ्गीतिक माहौलको कुरा गरौँ। रजिनाजीको परिचय, जन्म, घर दर्शक श्रोताहरूलाई जिज्ञासाको, कतिपय दर्शकहरूलाई जिज्ञासाको विषय हुनसक्छ। रजिनाजी कहाँ जन्मनु भएको के भने अलिकति परिचय दिनुहोस्। हजुर, मेरो चाहिँ अब म जन्मेको काठमाडौँ नै हो। मेरो घरै काठमाडौँ दिल्ली बजार कालिका स्थान हो होइन। सो त्यहीँ जन्मेँ। अब स्टडिजदेखि लिएर सबै काठमाडौँ नै भयो। हजुर, तपाईँको यो क्षेत्रमा लाग्न कसैको प्रेरणा थियो या कसैको सपोर्ट अथवा कुनै आर्टिस्टको सपोर्ट, कसरी यो क्षेत्रमा आउनु भयो? हजुर, मेरो चाहिँ अब फ्यामिली, मेरो ड्याड मम एकदमै सपोर्टिभ भइसकिन्छ होइन। अब ड्याडकै भनौँ न, ड्याडले इन्सपायर गर्छु। बिकज मैले त 8 वर्षको उमेरदेखि नै अब गीत सिक्न थालेको हो। त्यो उमेरमा त अब मलाई त नलेज हुँदैन, गीत गाए पनि गीत सिक्नुपर्छ भन्ने त्यो हुँदैन। तर अब त्यो बेला अझ त्यसमाथि क्लासिकल म्युजिक, गीत सिक्नुपर्छ, गीतमै लाग्ने भन्ने थिएन पनि थिएन। र अब ड्याडले चाहिँ एकदमै, ड्याडले नै भनौँ न मलाई सपोर्ट गर्छ र सिक्नुपर्छ भनेर। सो ड्याडकै इन्सपिरेसन भनौँ, ड्याड ममकै फ्यामिलीको एकदमै सपोर्ट भएर नि। ओके, रजिना रिमालको यो साङ्गीतिक क्षेत्रको पहिलो कुनै एल्बम अथवा कुनै समयको एल्बम थियो होला? त्यो कुनै त्यो पहिलो एल्बमको कुनै एउटा गीत हामीले सुनाउन सक्नुहुन्छ? रजिना रिमाल एउटा गायिका हो भनेर चिनायो। हजुर, मेरो चाहिँ अब यो चाहिँ एल्बमको गीतहरू अब त्यति धेरै फेमस त्यस्तो चाहिँ भएन होइन। तर अब रजिना रिमाल भन्ने चाहिँ अब जुन मिडियामा चाहिँ छ है, सिङ्गर, आवाज राम्रो छ उसको, न्यू ट्यालेन्ट छ, के गर्न सक्छ भन्ने चाहिँ सबैलाई विश्वास चाहिँ भयो त्यो एल्बमदेखि। त्यसकै अब फर्स्ट मैले मेरो भेरी फर्स्ट सङ, रेकर्डेड सङ चाहिँ म अलिकति 2 लाइन सुनाइदिन्छु। दुःख चिन्ताले विदेशीका नेपाली दाजु भाइ, बिन्ती छ मेरो फर्केर आऊ यसपालि दसैँलाई। साह्रै राम्रो छ है तपाईँको स्वर चाहिँ, गड गिफ्टेड नै हो भन्नुपर्छ है। कस्तो तपाईँको स्वर अर्कै, त्यो तपाईँको फिलिङ्स, त्यो तपाईँको टोन अर्कै पाराको छ क्या। थ्याङ्क यू भेरी मच। तपाईँले थुप्रै गीतहरू चलचित्रमा पनि गाउनु भएको छ। तपाईँले गाएका गीतहरू एकदमै चलिरहेको पनि छ है। नेपाली सुगम सङ्गीत अहिले मुभीमा प्लेब्याक सिङ्गर पनि भनेर स्थापित गराउन खोज्दै हुनुहुन्छ, त्यो वेमा हुनुहुन्छ है तपाईँ। खास यो क्षेत्रमा लाग्न कुनै आर्टिस्टको प्रेरणा तपाईँलाई मिल्यो भन्दा कसैको नाम लिनुपर्दा कसको नाम लिनुहुन्छ तपाईँ? अब मैले आफ्नो आइडल भनेर हेर्नु पर्दाखेरि चाहिँ अब मैले पर्टिकुलर अब भनौँ न, धेरै थुप्रैजना सिङ्गर्स हुनुहुन्छ हाम्रो। अब नारायण गोपालज्यू, आदरणीय नारायण गोपालज्यू, उहाँको आदरणीय अब अरुणा लामाज्यू, उहाँको सङ्ग्सहरू पनि सुन्थेँ। र अब मैले भन्नुपर्दा हाम्रो भनौँ न, हाम्रो अब छिमेकी देशको हजुर लता मङ्गेशकरज्यू र अब आशा भोसले, उहाँको एकदमै पहिल्यैदेखि अब म गीत सुन्दा हुन्छ नि। अनि अब त्यही गीतहरू 8 वर्षको मलाई चाहिँ भन्थ्यो त, एकदम 4-5 इयर्सदेखि नै मैले गीत गाउँथेँ अरे, एकदम नोटमा गीत गाउँथेँ अरे। अनि त्यहीँदेखि अब ड्याडले होइन छोरीको स्वर राम्रो छ भनेर सिकाउनु चाहिँ त्यहीँदेखिबाट चाहिँ। हजुर, एकदमै
यो साङ्गीतिक माहौलको दौरानमा तपाईँले अहिलेसम्म गाएको मध्ये सबैभन्दा तपाईँले नै मन परेको गीत कुन? अब त्यत्रो गीत त मैले 12 से बढी गाइसकेँ, धेरै मुभिजमै गाएको छु। अब मुभिजकै सङ्ग्सहरू नै बढी हिट छ, तर त्यही पनि थुप्रै छ, एउटा त भन्न मिल्दैन। तर मलाई दिमागमा ठ्याक्क आएको गीत, त्यो गीत चाहिँ अब भर्खरै निकालेको छु होइन, मेरो रजिना एल्बम सेकेन्ड जुन पानीको फोका गीत चाहिँ एकदमै मन पराइदिनु भयो सबैले। त्यसपछि एउटा गीत छ, त्यो चाहिँ मलाई एकदमै, त्यो गीत चाहिँ मैले अब अहिले आएर पनि गाउँछु भनेर पनि सक्दिनँ होला जस्तो लाग्छ। त्यो बेला त्यो टाइममा त्यस्तो हुन्छ नि, त्यो फिलिङ्समा गएको गीत। सो त्यही लाइन नि अलिकति सुनाइदिन्छु। छाती चर्किन थाल्छ रात परेपछि, छाती चर्किन थाल्छ रात परेपछि, आँसु दर्किन थाल्छ रात परेपछि, रात परेपछि। वाह, क्या राम्रो लाग्यो, एकदम स्वर तपाईँको निखारिएको स्वर छ तपाईँको है। अहिलेसम्म रजिना रिमाल भनेर जुन दर्शकहरूले चिन्छन्, रजिना रिमाल पनि भइरहेको छ है, त्यो यसलाई नलिनु होला। रजिना रिमाल भनेर जुन दर्शकहरूले दर्शकहरूमा चिनिनु भएको छ, आफैको नजरमा रजिना रिमाल चाहिँ कस्तो लाग्छ? आफूले आफैलाई मूल्याङ्कन गर्दा, आत्ममूल्याङ्कन गर्दा रजिना रिमाल आफ्नो नजरमा को हो? अब आफैले आफूलाई अब भनौँ न जज गर्नु त अलिक डिफिकल्टै छ, तर मलाई चाहिँ लाग्छ म चाहिँ आफू अब नेचर वाइज एकदम नर्मल छु होइन, अब डिसिप्लिन छु जस्तो लाग्छ मलाई चाहिँ। सो त्यही नै हो, अब के भन्नु, त्यो अरूले जज गर्ने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। हजुर, अहिले चाहिँ प्लेब्याक मुभिजमा पनि गर्दैछु भन्नुभएको छ। हजुर, मेरो प्राय अब धेरै क्लोज त अब मैले चाहिँ प्लेब्याक चाहिँ म एकदमै सानो उमेर 13 इयर्सदेखि गर्न थालेको होइन। मुभिजमा चाहिँ मैले फर्स्ट प्लेब्याकै हिरोइनलाई दिएको थिएँ मैले, अरुणिमा लम्साल उहाँलाई, र त्यसपछि रेखा थापा, नम्रता श्रेष्ठ। म चाहिँ 13 वर्षको उमेरमा चाहिँ उहाँहरूलाई मैले दिएको थिएँ मेरो भोकल। मेरो एउटा साथी छ सपुत भन्ने, मिस्टर मङ्गली मुभिजमा। र अब त्यसपछि नै सुरु भयो, पछाडि फर्केर हेर्नु परेन। र मेरो फर्स्ट हिट भन्नुपर्दाखेरि चाहिँ नाइ नभन्नु ल मुभीको सबै गीत गाएको थिएँ, त्यसमा पनि टाइटल सङ त भइ नै हाल्यो। त्यस पछिको सबै गीत राम्रो थियो, र अब अत्यन्तै मन पराइदिनु भएको चाहिँ म मर्ने बेला तिमी चाहिँ आउनु भन्ने। त्यहाँदेखि सबै गीतहरू हुन्छ नि अब एकदम राम्रो हुँदै गयो। अब मुभीमा थुप्रै नै गाउन पाएँ। अब मुभीमा भन्नुपर्दा हालसालसम्म चाहिँ मुभिजको सङ्ग्सहरू चाहिँ 650 बढी भइसक्यो। हजुर, यो नाइ नभन्नु ल जुन विकास आचार्य दाइले बनाउनुभएको फिल्ममा, त्यो गीत गाउने माहौल रजिना रिमाललाई कसरी प्राप्त भयो? कस्तो भयो भने अब म त भर्खर एसएलसी मात्र सकेको, अब टिनेजको सानो थिएँ भनौँ न, 15 लागेर क्रस गरेर 16 मात्र लागेको थियो होला म। त्यसपछि हाम्रो महेश खड्का अङ्कल, उहाँ चाहिँ कम्पोजर हुनुहुन्छ यो मुभिजको, र उहाँले नै अब रजिना आऊ ट्राई गर, तर यो मुभीको गीत चाहिँ सबै इन्डिया लाने कुरा भएको रहेछ होइन। पछि चाहिँ मैले गाएँ, अब ट्राई गरौँ न त भन्दै ट्राई गर्दाखेरि उहाँहरूले चाहिँ ट्राई हो भन्नुभयो, तर मैले गाएँ, एकदमै मन पराइदिनु भयो। र अब यो गीतको भनौँ न यो मुभीको टाइटल सङ चाहिँ के छ भने चाहिँ ठ्याक्क अब त्यो बेला त लोड सेडिङको नै हुन्थ्यो नेपालमा चाहिँ होइन, एकदम अब आज भयो भएन त अर्को दिन आएर गाउँला भने एक टेकमा मैले त्यो ओके गरेँ हो क्या त्यो गीत चाहिँ नाइ नभन्नु ल टाइटल सङ। र त्यसपछि चाहिँ अङ्कलहरूले एकदमै मन पराइदिनु भयो, विकास आचार्य अङ्कल। यो अब इन्टरभ्यू थ्रु पनि थ्याङ्क यू भन्न चाहन्छु। उहाँ चाहिँ अब नाइ नभन्नु ल 2 को 1 नाइ नभन्नु ल 1 2 3 को पनि तपाईले तपाईँ भाग्यमानी है, कन्टिन्यू गर्नु। हजुर, मलाई एकदमै अब बिलिभ गरिदिनु भएको छ होइन विकास अङ्कलले। स्पेसली अङ्कललाई चाहिँ थ्याङ्क यू भेरी मच भन्न चाहन्छु यो इन्टरभ्यूको थ्रु पनि। अब उहाँले पनि मलाई चाहिँ एकदमै भनौँ नि यो करियरमा चाहिँ अपलिफ्ट गर्नलाई धेरै सपोर्ट भएको छ। सो हजुर, अङ्कललाई र नाइ नभन्नु ल टिम सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। नाइ नभन्नु ल भन्दा पहिला रिदम गाउनुभयो होइन, नाइ नभन्नु ल फर्स्ट रिलिज भयो, त्यसपछि चाहिँ हाम्रो म तिम्रो भइसक्यो भन्ने मुभी भयो, त्यसमा पनि मैले गाएँ। त्यसपछि रिदम, त्यसमा नि गाएँ, अनि नाइ नभन्नु ल 2 नाइ नभन्नु ल 3 त्यसरी नै। रिदमको गीत पनि एकदमै हिट भयो, पागल म भन्न सक्छु। एक लाइन गाएर सुनाइदिनु मेरो दर्शकहरूलाई।
तिमीसँगै हुँदा बिस पनि मर्दिन म एक्लै हुँदा त अमृत पिए पनि म मर्छु हजार हजार जन्म लिन्छु म तिम्रै लागि अरूलाई हैन तिमीलाई माया गर्छु पागल म बन्न सक्छु। धेरै गीत सुनेर धेरै मान्छेहरूलाई यो गीतले पागल बनायो जो प्रेम पीडामा अलिकति उस भन्नुभएको थियो उहाँहरूलाई चाहिँ अलिकति मलाम लाउने काम गर्यो है यो गीतले। अब रजिना रिमाल साङ्गीतिक क्षेत्रको अलावा गीत गाइरहनु भएको छ त्योभन्दा एक्स्ट्रा रजिना रिमालले के गर्छ भनेर दर्शकहरूले अलिकति जिज्ञासा राख्यो भने रजिना रिमालले के भन्छ? अब म्युजिक बाहेक त म आफै पनि इमेजिन पनि गर्न सक्दिनँ नि त्यो बाहेक चाहिँ मैले अब भर्खरै हाम्रो 1 विक जति मात्र भयो रिजल्ट भएको आई कम्प्लिटेड माई ग्रेजुएसन होइन सो म पढ्दै पनि छु अब छिटै मास्टर्स पनि अब नेक्स्ट विकदेखि सुरु पनि हुन्छ होला आई गेस मास्टर्स जोइन गर्दैछु त्यही नै हो। थ्याङ्क यू। हामी कार्यक्रमको अन्त्यमा आइरहेका छौँ। नेपाली वेब टिभी हेरेर बस्नुभएका मैले केही कुरा छोडेका अथवा तपाईँले भन्नै चाहेका केही कुराहरू छ भने दर्शकलाई राखिदिनुहोस् प्लिज। फर्स्टली त अब म भेरी फर्स्ट टाइम कोरिया आएको हो होइन अब सबैजना कोरियाको अर्गनाइजर टिमलाई थ्याङ्क यू भन्न चाहन्छु र अब नेपाल वेबलाई थ्याङ्क यू भन्न चाहन्छु तपाईँलाई हाम्रो सबै टेक्निसियन्स क्यामराम्यान दाइ सबैलाई थ्याङ्क यू भन्न चाहन्छु र कोरियामा आएर चाहिँ न्यू एक्सपिरियन्स भयो मैले अब एकदमै सोचेको भन्दा बढी एक्सपेक्ट गरेको भन्दा बढी पाएँ होइन सो सबै दर्शकलाई अब मेरो लिसनर्स भ्युवर्सलाई यसरी नै माया गरिदिनु होला रजिना रिमाललाई र अब अझै आउँदो धेरै राम्रो राम्रो गीतहरू निकाल्नेछु र यसरी नै माया गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू। आजको यो अन्तर्वार्ताको यो नयाँ अङ्कमा नेपालकी चर्चित आधुनिक गायिका तथा फिल्मको प्लेब्याक सिङ्गर रजिना रिमालसँग एकदमै रमाइलो कुराकानी गरेँ। अर्को नवीनतम श्रृङ्खलामा म नयाँ विषयका साथ उपस्थित हुनेछु। त्यतिन्जेलसम्म म लगायत हाम्रो इन्टायर टिमलाई बिदा दिनुहोस्। जाँदा जाँदै नेपाली वेब टिभी हेरिदिनुहोला। नमस्ते।